पापा यसो सिनेमातिर ट्राई गरिदिउँ भनेर नि हिरो क्या उता नेपालमा हिरोको यसो मुभीहरूतिर पो ट्राई गरिदिउँ कि भनेर नि मेगा स्टार पो होइदिउँ कि भनेर नि हिरोको रोल पो खेलिदिउँ कि भनेर नि उता हजुर मुभी पो हिरोको रोलमा चाहिँ होइन छक्काको रोलमा चाहिँ पाउँछ होला के लगाएको लगायो अच्छा अब 90s मा के लाउँथ्यो अब 90s को हिरो भएर खेल्नु परेन उता ओल्ड इज गोल्ड के भन्छ यही मात्रै नालायक वरादान नआएको यही मात्रै नालायक हुन्छ के हो मै मात्र नालायक होइन नि पापा किन अरू पनि छ नालायक के भयो त्यो आपा हो आपा म मात्र नलायक होइन यो त झन् महा नलायक यसले नै हो पापा मलाई जाँडहरू खुवाउनु सिकाउनु यही हो सिगरेट तान्नु सिकाउनु यही हो साला केटी पटाउनु सिकाउनु यही हो मलाई घरबाट भतुवा जस्तो डुल्नु सिकाउने यही हो पापा लडेर माथेर लड्नु सिकाउने यही हो पापा म मात्र एक्लै छुइनँ पापा नलायक संसारमा यो पनि हो पापा नलायक होइन है म चाहिँ पिता बोल्छ तोल होइन तर नि पापा सिकाएको अब तपाईँको छोरा नलायक हुँदैन सिनेमामा गएर नायक हुन्छ तपाईँको छोरा नायक भोलि पर्सि त्यहाँनिर सिनेमामा गएर चाहिँ छोरा छोरा एक सेल्फी भन्नु न त्यति बेला त सुनेत म तँलाई नायक कसरी हुन्छ सिकाउनु त्यो होइन अब हामी एक्सनपट्टि लाग्नुपर्छ हजुर एक्सन जयल एक दिन मेरो फिल्म टिकटमा हेर्नु पर्छ अन्त होइन साथी तिमीलाई म साइड रोल खेलाउँछु साइड रोल होइन मेन रोल खेलाउँछ पर कल गरेर काइलीलाई 1 किलो झाड चाहिँ छान्नु लगाइहाल त एक लगाएर नायक हुनुपर्छ यस्तो त सानो भइसकेन भन्दैछ बाँकी अहँ बाँकी फिर्दै गरौँला नि